आज दशैंको अन्तिम दिन पूर्णिमा। लगातार 2 दिनको वर्षापछि आज हाम्रो घरमा बन्दैछ मटन करी अनि मटन फ्राई। अनि तपाईहरुको घरमा के पाक्दैछ त पूर्णिमा स्पेशल? मलाई चाहिँ पर्सनली मटन पकाउँदा आगोमै पकाएको एकदम धेरै मन पर्छ। अनि मेरो परिवारलाई पनि। यो पानीले गर्दा आगो बाल्न पाइरहेको थिएन। धन्न आज घाम लाग्यो अनि मैले हत्ता नपत्ता आगो बालेर मटन बसाएँ। यसरी आगोमा पकाउँदाखेरि मन खुसी हुने भएकोले होला मासु पनि मिठो हुन्छ आगोमा पकाउँदा। उता मटन करी बन्दैछ, यता मटन फ्राईको लागि तयारी गर्दैछु। आज एकदमै धेरै भ्याइ नभ्याइ होला जस्तो छ। सधैँ स्पाइसी खाने हामीहरू आज चाहिँ सादा बनाउँदैछु, गरम मसला बिना। हेरौँ है त कस्तो हुन्छ। गाउँघरमै काटेको मासु चाहिँ कति धेरै फरक हुने, राम्रो पनि सबै थोक मिलाएर दिन्छन् र त्यही मासु बजारबाट ल्यायो भने पानी पानी मात्रै हुन्छ। कस्तो मजाले सुक्खा भयो एकैछिन। यता चाहिँ हाम्रो मटन पाक्न आँटिसकेको छ। आगो मजाले बलेर होला, छिट्टै पाक्यो आज चाहिँ। मटन चाहिँ मजाले फ्राई हुँदैछ। पानी नहालिकन सानो आँचमा मजाले छोपी छोपी पकाउनु पर्दछ। हेर्दै एकदमै धेरै मिठो बास्ना आइरहेछ। अब चाहिँ दुईटै मटन पाक्ने तयारीमा छ। उता फ्राई हुन आँट्यो, अब यता पानी हालेर एकछिन छोपिदिन्छु। अब हाम्रो मटन रेडी भइसकेको छ। हेर्दै खाउँ खाउँ लाग्दो भएको छ। बास्नाको त पुरै नगरौँ, कति मिठो भएको छ।
आजको मेरो भ्लग कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्न नबिर्सिनु होला है त। अब हामी छिट्टै नयाँ भिडियोमा भेट्ने छौं। थ्यांक यू।